नमस्ते साथीहरू, यदि तपाईँ वा तपाईसँग जोडिएको कोही मान्छे युरोपेली देश पोल्यान्ड जाने तयारीमा हुनुहुन्छ भने आजको यो भिडियो तपाईको लागि जीवन बदल्ने साबित हुन सक्छ, किनभने आज म तपाईलाई एजेन्टहरूले लुकाउने र सामाजिक सञ्जालमा कहिल्यै नभनिने ती कठोर सत्यहरू उजागर गर्दैछु जुन पोल्यान्ड पुगेपछि मात्र थाहा हुन्छ। धेरैजसो मान्छे टाढाबाट हेर्दा वर्क भिसा, त्यहाँको कोलाहलमुक्त वातावरण र युरोपेली जीवनशैली देखेर मात्र आकर्षित हुन्छन्, तर यसको भित्री पाटो बिल्कुलै फरक छ। सबैभन्दा पहिले कुरा गरौँ भिसा र प्रक्रियागत लुकेका खर्चहरूको। नेपालबाट पोल्यान्डको कामका लागि अनुमति पत्र वर्क परमिट निकाल्दा सरकारी दस्तुर अन्तर्गत सामान्यतया 3 महिनासम्मको कामको लागि 200 पोलिस ज्लोटी PLN, जुन नेपाली रूपमा लगभग 7,000 रुपियाँ र 3 महिनाभन्दा बढीको लागि 400 ज्लोटी PLN अर्थात् लगभग 14,000 रुपियाँ लाग्ने देखिए पनि एजेन्ट, कागजात, प्रमाणीकरण, मेडिकल, ट्रान्सपोर्टेसन र भिसा शुल्क, भिसा फी जोड्दा यो खर्च लाखौँमा पुग्छ र कतिपय अवस्थामा कामदारले पोल्यान्ड पुगेपछि पहिलो केही महिना खान बस्नकै लागि मात्रै आफ्ना गोजीबाट अतिरिक्त 1,000 देखि 2,000 ज्लोटी, अन्ततः 35,000 देखि 70,000 नेपाली रुपियाँभन्दा बढी खर्च बेहोर्नुपर्ने बाध्यता हुन्छ। पोल्यान्डको कानुन अनुसार त्यहाँको न्यूनतम मासिक तलब मिनिमम वेज बढेर 4,806 ज्लोटी, लगभग 1,67,000 नेपाली रुपियाँ ग्रस पुगेको छ र औसतमा कामदारले कर ट्याक्स कटाएर हातमा करिब 3,500 देखि 3,600 ज्लोटी, लगभग 1,22,000 देखि 1,25,000 नेपाली रुपियाँ नेट बचाउन सक्छन्। तर बाहिर हल्ला चलाइए जस्तो मासिक 2-3 लाख रुपियाँ सजिलै बचत हुन्छ भन्नु केवल भ्रम मात्र हो, किनकि त्यहाँको कोठा भाडा, इन्सुरेन्स र महँगीले गर्दा वास्तविक बचत सोचेभन्दा धेरै कम हुन्छ। अर्को सबैभन्दा ठूलो रहस्य के हो भने धेरै नेपालीहरू पोल्यान्डलाई अन्तिम गन्तव्यभन्दा पनि जर्मनी, फ्रान्स वा अन्य सेन्गेन क्षेत्रका देशहरू छिर्ने गेटवे वा भर्याङको रूपमा मात्र प्रयोग गर्न खोज्छन्, जसका कारण कानुनी झमेला, भाषाको समस्या जहाँ अङ्ग्रेजी कम र पोलिस भाषाको प्रेसर हुन्छ र अत्यधिक कामको चापले गर्दा कतिपय युवाहरू मानसिक तनाव वा डिप्रेसनको शिकार समेत हुने गरेका छन्। त्यसैले यदि तपाईँ पनि अन्धाधुन्द लहैलहैमा लाग्नु भएको छ भने कागजातहरूको सक्कली रूप र एजेन्टको प्रलोभनभन्दा बाहिरको यो यथार्थलाई राम्रोसँग बुझेर मात्र आफ्नो जीवनको यो ठूलो कदम चाल्नुहोला। पोल्यान्डलाई नेपालीहरूले स्थायी घरभन्दा पनि ठूला विकसित युरोपेली देशहरूमा छिर्ने एउटा गेटवे वा भर्याङ मात्र किन बनाउन खोज्छन् भन्ने कुराको पछाडि धेरै ठूला यथार्थ र लुकेका कारणहरू रहेका छन्, जसलाई बाहिर सजिलै बताइँदैन। बाहिरबाट हेर्दा पोल्यान्ड युरोपेली युनियन र सेन्जेन क्षेत्रभित्रको एउटा राम्रो देश देखिए पनि त्यहाँ पुगेर स्थायी बसोबास अर्थात् EPR पाउन सोचे जस्तो सहज छैन, किनभने त्यसका लागि कम्तीमा 5 वर्षसम्म निरन्तर कानुनी रूपमा बस्नुपर्ने मात्र होइन, त्यहाँको निकै कठिन मानिने पोलिस भाषामा पोख्त भएर सरकारी परीक्षा पास गर्नुपर्ने बाध्यकारी नियम हुन्छ, जहाँ अङ्ग्रेजी भाषाको भरमा मात्र लामो समय टिक्न असम्भव जस्तै हुन्छ। युरोपका अन्य पश्चिमी देशहरूको जस्तै जर्मनी, फ्रान्स वा नेदरल्यान्ड्स तुलनामा पोल्यान्डमा न्यूनतम ज्याला र कामदारको कमाई थोरै हुने भएकाले र भाषाको ठूलो अवरोधका कारण मान्छेहरू करियरमा माथि उठ्न नसकेर दिक्क हुन्छन्, जसले गर्दा उनीहरू पोल्यान्डलाई केवल युरोप छिर्ने सजिलो ढोकाको रूपमा प्रयोग गरेर पछि अन्य देशतिर उम्कने दाउमा बस्छन्। तर यो बाटो यति सजिलो पनि छैन, किनभने पोल्यान्डको कागजात वा भिसा बोकेर बिना अनुमति वा लुकीछिपी अन्य सेन्जेन देशहरूमा काम खोज्न जाँदा कडा कानुनी कारबाहीमा परिने, पक्राउ पर्ने वा डिपोर्ट भएर नेपालै फर्किनुपर्ने उच्च जोखिम सधैँ भइरहन्छ र कतिपयले त यही चक्काचुली र अनिश्चितताका कारण पोल्यान्ड पुगेर पनि सोचे जस्तो भविष्य नदेखेर ठूलो मानसिक तनाव र डिप्रेसनको सामना गर्नुपर्ने हुन्छ। पोल्यान्ड जाने सपना देख्ने धेरै नेपालीहरूले बिचौलिया एजेन्टहरूको सिन्डिकेट र ठगीको ठूलो जालसाजीको सामना गर्नुपर्ने हुन्छ, जहाँ पोल्यान्डका आधिकारिक कम्पनीहरूले सिधै शून्य लागत वा सामान्य खर्चमा कामदार बोलाइरहेका भए पनि एजेन्टहरूले भने यही कुरा लुकाएर लाखौँ रुपियाँ असुल्ने गर्छन् र कतिपय अवस्थामा त पोल्यान्डबाट आउने भनिएको वर्क परमिट वा भिसा नै नक्कली, फर्जी पर्ने भएकाले समयमै आधिकारिक अनलाइन पोर्टलबाट कागजात चेक नगर्दा विमानस्थल वा बोर्डिङ पास पाउने बेलामै लाखौँ रुपियाँ डुब्ने अत्यधिक जोखिम हुन्छ। युरोपभरि नै पछिल्लो समय बढेको चर्को महँगीका कारण पोल्यान्डमा गएर कोठा भाडा, खाना र कर ट्याक्स तिर्दा बाहिर हल्ला चलाइए जस्तो मासिक 1.5-2 लाख रुपियाँ सजिलै बचत गर्न असम्भव जस्तै हुन्छ र सोचे जस्तो बचत गर्न धेरै नै ओभरटाइम गर्नुपर्ने भएकाले स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ। यसका अतिरिक्त पोल्यान्ड पुगेपछि त्यहाँको सरकारी स्वास्थ्य बिमा NFZ र सामाजिक सुरक्षा कोष AZUS को नियम राम्रोसँग नबुझ्दा बिरामी पर्दा वा काम गर्दा कुनै दुर्घटना हुँदा उपचारको सम्पूर्ण खर्च आफैले बेहोर्नुपर्ने वा कम्पनीले राम्रो सुविधा नदिने समस्या पनि धेरै नेपालीहरूले भोगिरहेका हुन्छन्।